सुन केडाहरू, मैले लास्ट टाइम के भनेको थिएँ, मलाई एकजना कार पुछ्ने मेरो केडा चाहियो, कार वास गर्ने केडा चाहियो, सिलुको कार वास गर्ने केडा चाहियो भनेको थिएँ हैन। त्यसको लागि चाहिँ केडाहरूले मेसेज गरेर लास्ट गराइरहेको छ यार, ल्याङ गरिरहेछ हैन। अनि इमेलै गरिसकेको छ भने हैन, भिसा पठाइदिनु पर्यो भनेर नेपालबाट रोएर केडाहरू यार हाम फाल्न थालिसकेका छन्। अब सुन केडाहरू, रिक्वायरमेन्ट सिलुको गाडी पुछ्नको लागि रिक्वायरमेन्ट्स ओके। तिम्रो क्वालिफिकेसन, एकाडेमिक क्वालिफिकेसन, ब्याचलरमा हाई डिस्टिङ्सन हानेको हुनु पर्यो, एचडी लिएको हुनु पर्यो, बुझ्यौ। किनभने म भनेको फेरि क्लास टपर हो नि, बुझेको बुझेन। अब क्लास टपरको पुरा गाडी पुछ्न त्यसै पाइन्छ भने। अनि सुन, अनि अर्को कुरा, तिम्रो हाइट नट लेस देन 5.9, बुझ्यौ। 5.9 तिम्रो हाइट हुनु पर्यो। अनि तिमी गुड लुकिङ हुनु पर्यो। तिमी आफूलाई एकदम मेन्टेन गरेको चाहियो, एकदम ग्रोमिङ गरेको चाहियो। किन भनेपछि अब सिलुको गाडी पुछ्ने हो यार हैन। अनि अर्को कुरा, सिंगल हुनु पर्यो। यहाँ गाडी पुछ्दा गर्लफ्रेन्डको फोन आएछ, ए दिदी यार गर्लफ्रेन्ड रिसायो यार म जानु पर्यो, त्यस्तो भयो भने फेरि कामबाट सिधै आउट हो, बुझ्यो नि। त्यही भएर सिंगल हुनु पर्यो। अनि जे भनौँ, सिलुले जे भनौँ सही छ।